ओके यो तपाईहरुको चाहिँ के हो भने एक्चुअल इन्टरफेस हो तपाईहरुले जुन एक्जाममा देख्नुहुन्छ ओके यो तपाईहरुको एक्चुअल इन्टरफेस हो यहाँ के छ त भने अपस्किल भन्ने छ तपाईहरुलाई एट द टाइम अफ एक्जाम यु विल बी क्लिकिङ हियर ओके यहाँ तपाईले क्लिक गर्नुहुन्छ एन्ड देन यो तपाईहरुलाई आउँछ यो इन्टरफेस स्टार्ट प्र्याक्टिस गर्नुहुन्छ यो प्र्याक्टिसको लागि भएको हुनाले स्टार्ट टेक टेस्ट भन्ने हुन्छ तपाईको त्यहाँ ओके एन्ड देन देयर विल बी रिडिङ लिसनिङ स्पिकिङ एन्ड राइटिङ है त्यहाँ के हुन्छ तपाईहरुको एउटा रिडिङ हुन्छ reading tasks. It has 5 inside parts. Okay. Then there will be listening task. It has also 5 parts. Then there will be speaking tasks. It has also 5 parts. And then writing only 2 parts. So we are talking here about speaking. Speaking ko बारेमा हामी यहाँ कुरा गर्दैछौँ. Fine. Speaking has 5 parts. Part 1, part 2, part 3, part 4, part 5. Okay. So we will be very specific and able to get B1 in part 1, 2, 3, 4, 5. हामी part 1 देखि 4 सम्म you have to be sure that तपाईले B1 नै ल्याउनुहुन्छ. Okay. To talk about part 5, it is a little bit challenging, but not impossible. Okay, you will be practicing and trying for achieving B1 in part 5, but no worries. If you got B1 level in all parts from 1 to 4, and if you got A2 only in part 5, you will be graded for B1 level. So our point is specifically हाम्रो नम्बर भनेको part 1 र है नम्बर यहाँ 3 र 4 मा ए छैन किन छैन त भने कन्फ्युज नहोस् तपाईलाई पनि त्यसलाई के हुन्छ you will see 4 sentences, read each sentences out loud. चारवटा वाक्य हुन्छ यो पढ्नु पर्छ पढ्नु पर्ने वाक्यमा त हामीले चाहिँ ल्याइहाल्छौँ हैन पढ्नु पर्ने वाक्यमा त हामी B1 ल्याउँछौँ नो वरिज जस्तो कस्तो हुन्छ त हेरौँ it will begin I will begin my representation with a short video पढ्नु पर्यो है के छैन ओके यसै गरी तपाईले चारवटा वाक्य यहाँ पढ्ने देन part 2 मा part 3 मा पनि के छ 4 मा के छ 4 मा पनि सेम छ you will see 4 sentences read each sentence out loud you will have 10 seconds to read each sentence part 3 र 4 मा 10 सेकेन्डको चारवटा वाक्य तपाईहरुले पढ्नु पर्ने हुन्छ के छैन let's start I will be out of the office until about 3:30 this afternoon यसरी पढेर जाने हो ओके अब हामी आउँछौं part 1 र part 2 मा के छ in part 1 you will hear 4 questions तपाईले चारवटा क्वेशन सुन्नुहुन्छ listen and answer each question प्रत्येक क्वेशनलाई तपाईले सुनेर चाहिँ उत्तर लेख्नु पर्ने हुन्छ okay and then for each question you will have 10 seconds 10 सेकेन्ड को हुन्छ स्टार्ट गरौँ ओके नाउ अब के गर्ने तपाईले लिसन गर्ने सुन्ने ओके यहाँ क्लिक गर्नु पर्यो सुरुमा What's your name? Yes, you question that question, this question to you. He asks question, what's your name भन्नु अब बोल्न थाल्नु पर्यो काउन्टडाउन सुरु हुन्छ 10 बाट 10 सेकेन्डबाट 10 8 9 4 5 हुँदै सकिन्छ बोलेर सक्नु पर्यो ओके हो हामीले अब सिक्ने भनेको यो 10 सेकेन्डमा के भन्ने त हैन तपाईहरुले भनेको आन्सरै भन्ने हो कि अथवा के नयाँ कुरा छ कि B1 केले बनाउँछ भन्ने कुरा सिक्ने हो ओके तपाईले यसरी क्लिक गर्नु भयो भने यहाँ के हुन्छ What's your name? क्वेशन सोध्छ What's your name? यति बेला बोल्ने हैन तयारी गर्ने समय हो अब बोल्नुस् रेकर्डिङ भन्ने आइसकेपछि बोल्नुस् ओके सो यो काउन्टडाउन विल बी देयर फ्रम 10 to 1 काउन्टडाउन सुरु हुन्छ डन गर्नुस् ओके डन नगरे पनि अटोमेटिक सबमिट हुन्छ तर तपाईले चाहिँ डन गर्दा राम्रो यसमा चारवटा आउट क्वेशन्सहरु छ यु सी हियर देयर विल बी 4 आउट क्वेशन है यी क्वेशनहरु तपाईहरुले B1 क्वेशनहरु गोजीमा छ भनेर सम्झिनुस् ओके अब यी आउट क्वेशनहरु के हुन् र त्यसको B1 लेभलको आन्सर कसरी गर्ने हामी हेर्दै छौं है दिस इज अल अबाउट part 1 okay and about part 2 part 2 also you have 5 minutes time and then there will be questions like you will hear 4 questions
लिसन एन्ड आन्सर इज क्वेसन। 4वटा क्वेसन सुन्नुहुन्छ र आन्सर दिनु पर्यो। फर इच क्वेसन यु हेभ 20 सेकेन्ड टु स्पिक। 20 सेकेन्डसम्म बोल्नुहुन्छ। ओके, स्टार्ट गर्यो, यहाँ लिसन गर्यो। What is your dream job? Yes, आउट क्वेसन हो यो पनि। What is your dream job? What is your future plan? Do you like to study? Do you study or work? How do you usually spend your free time? What did you do last time? यी क्वेसनहरु छ। यहाँ स्टार्ट गरिसकेपछि 20 बाट काउन्टडाउन सुरु हुन्छ। रेकर्डिङ भइरहेको हुन्छ। यहाँ सक्नु भयो भने डन गर्ने। यसपछि अर्को आउँछ, जम्मा 4वटा क्वेसन आउँछ। यो पार्ट सकिन्छ। ओके, यसरी हामीले गर्ने। अब यति भन्दै गर्दाखेरि के गर्ने होला, कसो गर्ने होला तपाईलाई पक्का होला। नो वरिज, तपाईले केही पनि गर्नु पर्दैन। एउटा क्वेसन पनि हामीले बाहिरबाट नआउने तरिकाले वेल डेभलप नोट गरेका छौं। त्यो तपाईलाई एकछिनपछि थाहा हुन्छ। यो स्पिकिङको पार्ट्सहरुको कुराहरु भयो है। अनि अन्य बाँकी पार्ट्सहरु जति पनि अन्य स्पिकिङको, लिसनिङको, राइटिङको भागहरु छ नि, त्यो कसैको पनि सुरु भएको छैन। जति पनि तपाईहरु हुन्छ नयाँ हुनुहुन्छ है। र हाम्रो भनाइ चाहिँ के हो भने तपाईलाई हामी 1 महिनाको समय दिन्छौं। 1 महिनामा इनफ चीजहरु पाउनुहुन्छ है। नोट पाउनुहुन्छ, भिडियो पाउनुहुन्छ, डेली मक टेस्ट हुन्छ। तपाईले हेर्नु होला कतै, अन्त कतै हेर्नु भयो भने पनि तपाईहरुलाई साप्ताहिक मक टेस्टको कतै सुविधा छ, नत्र मक टेस्ट भन्ने नै छैन हो। तर हामी तपाईको डेली मक टेस्ट लिन्छौं। तपाईहरुले आज यो विषयवस्तु सिकिसकेपछि साँझ तपाईहरुको आफ्नो रिजल्ट पाउनुहुन्छ है। ओके, अब हामी जाउँ विषयवस्तुतिर। अब हामीले विषयवस्तुमा सुरु गर्छौं है। विषयवस्तु कसरी आन्सर दिने भन्ने कुरामा जान्छु म। तपाईहरुलाई B1 ल्याउने हामी फर्मुलाहरु दिन्छौं, टिप्सहरु दिन्छौं, ट्रिक्सहरु दिन्छौं। त्यसमा आधारित भएर तपाईहरु गर्नुभयो भने B1 तपाईहरु गोदीमा छ। अस्तिको र अहिलेकोमा तपाईहरुले फरक पाउनुहुन्छ। के अस्ति तपाईहरुले गर्नुभयो र के गर्नुपर्ने रहेछ तपाईले पाउनुहुन्छ। सो नो वरिज, हामी तपाईलाई चाहिने भन्दा बढी विषयवस्तु दिन्छौं। ओके फाइन। यु क्यान सी हियर, यहाँ तपाईले देख्न सक्नुहुन्छ यो स्पिकिङको पार्ट 1 र 2 को क्वेशन बैंक पनि हो। दिस इज क्वेशन बैंक। ओके, फ्रिक्वेन्सी लिस्ट, मोडल आन्सर सेट। यहाँ भित्र तपाईले के छ त पार्ट 1 र 2 को क्वेशन बैंक छ। क्वेशन बैंक पनि नट र्यान्डम क्वेशन बैंक। दिस इज भेरी स्पेसिफिक क्वेशन बैंक। तपाईहरुको साथीहरुले, हाम्रै साथीहरुले चाहिँ यो जम्मा गरेको क्वेशन बैंकहरु छ। त्यसमा एउटै क्वेशन 30 जना मध्ये 19 जनाले सोधेको क्वेशनहरु छ। ओके, सो यहाँदेखि यहाँसम्म त मैले तपाईलाई अब यहाँनिर के भन्न आवश्यक पर्यो भने दिस टिप्स विल हेल्प यु फर परफर्म बेटर इन क्याम्ब्रिज स्किल अफ स्किल B1 स्पिकिङ टेस्ट। टेस्टमा के हुन्छ, योर स्पिकिङ इज रेकर्डेड एज एसिस्ट बाइ AI सिस्टम। तपाईको बोली AI ले रेकर्ड गरिरहेको हुन्छ। द AI चेक वेदर यु आन्सर द क्वेशन, स्पिक क्लियरली, युज सुटेबल ग्रामर एन्ड भोक्याबुलरी। AI ले के हेर्छ भने तपाईले चाहिँ क्वेशनको आन्सर दिनुभयो कि दिनु भएन। ओके, सुटेबल ग्रामर युज गर्नुभएको भएन, भोक्याबुलरी शब्दहरु युज गर्नुभयो कि भएन हेर्छ। कीप स्पिकिङ फर रिक्वायर्ड टाइम। दिस इज भेरी इम्पोर्टेन्ट। तपाईले चाहिँ तोकिएको समयसम्म बोल्न पर्यो। अस्तिको एक्जाममा तपाईले महसुस गर्नुभयो होला 10 सेकेन्डको टाइम तपाईलाई बढी भएको थियो। थ्यांक यू सो मच, नाइस टु मिट यु भनेर पनि तपाईको सकिया थिएन हैन। तपाईको अब हामीले दिने आन्सरमा तपाईलाई 10 सेकेन्ड कसरी म्यानेज गर्ने हैन, कसरी चाहिँ 10 सेकेन्डमा त्यो B1 लेभलको आन्सर दिन सकिन्छ भन्ने अब सोच्नुहुन्छ तपाई। अस्ति तपाईलाई व्हाट इज योर नेम भन्दाखेरि हैन, माइ नेम इज सीता गुरुङ, यु क्यान कल मी सीता, नाइस टु मिट यु, थ्यांक यू भन्दाखेरि पनि 7 सेकेन्डमै सकिया थियो होला हैन। अब त्यस्तो हुँदैन। दिस इज नट द आन्सर अफ B1 लेभल। आन्सर अफ B1 लेभल, व्हाट एक्चुअली आन्सर अफ B1 लेभल, आई विल शो यु। ओके, अब यहाँ के हुन्छ, इट डज नट एक्सपेक्ट पर्फेक्ट इंग्लिश। तपाईको पर्फेक्ट इंग्लिश माग्दैन। गोल इज टु कम्युनिकेट विथ आइडिया क्लियरली है। आइडियालाई क्लियरली चाहिँ दिनुपर्छ। विषयवस्तुमा आउँछु। ओके, पार्ट 1 सर्ट क्वेशन इज फर 10 सेकेन्ड। आई अलरेडी सो यु। तपाईले देखिसक्नुभयो पार्ट 1 मा के छ भन्ने कुरा है। पार्ट 1 मा के छ भन्ने कुरा तपाईले देखिसक्नुभयो। ओके, नाउ स्पीक फर 8 to 10 सेकेन्ड। 8 देखि 10 सेकेन्ड सम्म बोल्नै पर्छ साथीहरु है। 8 देखि 10 सेकेन्ड सम्म बोल्नै पर्छ। यु क्यान नट लिभ योर आन्सर अफ पार्ट 1 विथिन 6 to 7 सेकेन्ड। 6 देखि 7 सेकेन्डमा बोलेर आउनु भयो भने रिक्वायर्ड टाइम भ्यालु हुँदैन है। गिभ अ कम्प्लिट युजिङ 2 to 3 सेन्टेन्स। 2 देखि 3 वटा वाक्य दिन पर्छ। वर्ड्सको लेन्थ 20 देखि 30 हुनु पर्यो। अब त्यो त सामान्य कुरा हुन्, सबले भन्ने कुरा हुन् है। यति तपाईले जहाँ पनि पढ्न पाउनुहुन्छ। ओके,
तपाईले जहाँ पनि पढ्न पाउनुहुन्छ। हामीले के पढाउने हो तपाईलाई? अब त्यो त्यसमा आऊ। हामीसँग सबै कुरा स्पेसिफिक छ, टार्गेटेड छ, फर्मुलामा आधारित छ, वेल स्टक छ। हामीले तपाईलाई B1 लेभलमा के हुन्छ भनेर स्पष्ट दिन्छौँ र तपाईले कसरी अभ्यास गर्छौँ भने त्यो दिन्छौँ। जस्तो B1 लेभलको आन्सर दिने एउटा सूत्र छ, त्यसलाई भन्छ AER, आन्सर, एक्स्ट्रा डिटेल एन्ड रिजन। Okay. This will be the correct way to reply B1 level answer in part 1. Every B1 answer must have 3 parts. तीनटा पार्ट हुनु पर्यो। Answer, extra detail, reason. And the reason must clearly use the word because. Because भन्ने शब्द प्रयोग गरेको हुनुपर्छ है। ओके, फर्मुलाको यहाँ तीनवटा हामीले सजिलो होस् भनेर तीन खालको कलर गरेका छौँ। रातो कलरमा भएको यो आन्सर चाहिँ रिजन हो। ओके, यो लाइक स्काई ब्लू टाइपकोमा भएको चाहिँ यो के हो? आन्सर हो। एक्स्ट्रा डिटेल लाइक ग्रीन कलरमा लेखिएको छ। ओके, सो हियर इज द फर्स्ट क्वेसन, व्हाट डु यु डु है। आई वान्ट टु गो थ्रु योर च्याट। मैले तपाईहरुलाई पहिला नै व्हाट डु यु डु को आन्सर लेख्नुस् भनेको थिएँ है। ओके, ओप्पो 7 को आन्सर देखिरहेको छु म। आई एम अ हाउस वाइफ, आई टेक केयर अफ माई फ्यामिली एन्ड हाउस होल्ड चोर्स, म्यानेज माई ड्युटी। A2 लेभलको भएको छ तपाईँको आन्सर। यो आन्सर छैन। सुस्मिता श्रेष्ठको हेर्छु म। आई एम सु मेकर, सरी हाउस मेकर। आई अर्गनाइज माई हाउस बिकज माई फ्यामिली मेम्बर इज डुइङ द जब। ठिक छ, अलिकति ओके। कल्पना उप्रेती, आई एम अ स्टुडेन्ट अफ म्यानेजमेन्ट अल्दो आई वर्क पार्ट टाइम जब इन होराइजेन्टल इन्स्टिट्युसन एज एन एकाउन्टेन्ट। ओके, ठिक छ, यो पनि ठिकै छ। शान्ति म्यामको हेर्छु। आई वर्क इन अ हेल्थ केयर सेन्टर इन माई फ्री टाइम। ओके, यो पनि ठिक छ। ममता लिम्बू, आई एम ए स्टुडेन्ट, आई स्टडी हार्ड बिकज, यो पनि ठिक छ। ल ठिक छ, अब हामीले B1 लेभलको आन्सर कसरी बनाउने? लाइक देयर इज अ क्वेसन अबाउट व्हाट डु यु डु भन्ने छ। इट्स फर पार्ट 1। पार्ट 1 को लागि क्वेसन रहेको छ यो। ओके, जसमा छ इन भेरी सर्ट A1 लेभलको आन्सर छ आई एम ए स्टुडेन्ट। दिस इज योर सर्ट आन्सर। एन्ड व्हाट विल बी द पर्फेक्ट आन्सर फर B1 इज आई एम ए स्टुडेन्ट। दिस इज आन्सर हो तपाईहरुको। आई स्टडी बिजनेस, दिस इज एक्स्ट्रा डिटेल हो, AE हो। एन्ड देन बिकज आई वान्ट टु स्टडी माई बिजनेस, दिस इज योर रिजन। ओके, यो तपाईको रिजन हो। एन्ड फाइनल्ली देन ओन्ली देन विल बी आन्सर अफ B1 लेभल गाइज। ओके, तपाईहरुले यहाँनेरै तीनवटा विषयवस्तु चाहिँ दिएर व्हाट इज योर नेममा, व्हाट डु यु लिभ, व्हाट डु यु डु, यी कुराहरुमा आउनु पर्ने हुन्छ हो। ओके, सो hello, okay, fine. So answer using complete sentence, add on extra details, always give a reason with because, do not answer with one words, एउटा शब्दमा आन्सर नदिने, किप स्पिकिङ अन्टिल योर आन्सर फिल्स कम्प्लिट, आन्सर कम्प्लिट नहुनुसम्म चाहिँ बोलिराख्ने। ओके, फाइन। सो नाउ म तपाईहरुलाई यहाँ देखाउँछु हाम्रो आन्सरलाई कसरी चाहिँ B1 लेभलको बनाउने। व्हाट इज योर फुल नेम भन्ने छ। व्हाट इज योर फुल नेम भन्ने छ। माई नेम इज सीता, दिस इज योर आन्सर एन्ड दिस इज फर ओन्ली A1 लेभल। ओके, माई नेम इज सीता गुरुङ, आई एम फ्रम पोखरा, दिस इज A2 लेभल आन्सर है। दिस इज योर A2 लेभल आन्सर।
सो इफ यु एड हियर लाइक लामो बनाउँदै गर्दाखेरि ए B1 लेभलको हुन्छ कि भन्ने भ्रम नपरोस् फेरि। लाइक तपाईँहरूले जति लामो एउटा हुन्छ नि जति लामो बनाएपछि B1 हुने त्यो होइन है। जस्तो कतिपयले भन्छन् माई नेम इज सीता गुरुङ, आई एम फ्रम पोखरा एन्ड यु क्यान कल मी, होइन, कल मी सीता, ओके, यु क्यान कल मी सीता, सीता इज माई लास्ट नेम, सीता इज माई फर्स्ट नेम। यो तरिकाले जति लामो भए पनि हुँदैन है। यो तरिकाले दिएको एन्सर चाहिँ तपाईँहरूको एन्सर हुँदैन है। ओके, किनभने यहाँ के रिजन छ साथीहरू, तपाईँहरूलाई म के चाहिँ जानकारी गराउन चाहन्छु भने सेन्टेन्समा कुनै पनि वाक्यमा त्यहाँ कन्जक्सनहरू प्रयोग भएको हुन्छ। यो कन्जक्सनहरूले तपाईँको ल्याङ्ग्वेजको सेन्टेन्सको चाहिँ भ्यालु बढाउँछ। जस्तो एन्ड, बट, सो, ओके, होइन, अल्सो, यी खालका कन्जक्सनहरू छन्। यिनीहरू A1 लेभलको A2 लेभलको कन्जक्सनहरू। सिम्पल सेन्टेन्स त्यस किसिमको हुन्छ। ओके, सिम्पल सेन्टेन्स, कम्पाउन्ड सेन्टेन्स र कम्प्लेक्स सेन्टेन्स, तीन किसिमको सेन्टेन्स हुन्छ। हाम्रो एन्सर चाहिँ B1 लेभलको एन्सर चाहिँ यहाँ हुन्छ है। सिम्पल सेन्टेन्स भनेको के हो? माई नेम इज सीता भनेको सामान्य वाक्य हो, स्वतन्त्र वाक्य हो, यसमा कन्जक्सन प्रयोग भएको छैन। माई नेम इज सीता गुरुङ एन्ड आई एम फ्रम पोखरा, यो तपाईँको चाहिँ के हो? कम्पाउन्ड सेन्टेन्स हो, दुईटा वाक्य मिलेर बनेको छ। सिम्पल सेन्टेन्स, कम्पाउन्ड सेन्टेन्स है। सिम्पल सेन्टेन्सको त मैले भनिहालेँ, A1 लेभलको वाक्यलाई तपाईँको सिम्पल सेन्टेन्स भन्छ। एन्ड बटले जोडिएको वाक्यलाई कम्पाउन्ड भन्छ भने हाउएभर, बिकज, ओके, अल्दो, इभन दो, यस्ता शब्दले प्रयोग भएको वाक्यलाई चाहिँ हामी B1 लेभलको एन्सर भन्छौँ है। दे आर नोन एज B1 लेभल एन्सर। फाइन। सो वी हेभ टु रिप्लाई आवर एन्सर, just not for the answer, but we have to reply for B1 level answer. That's why अब यसको लागि हामीले के बनाएको छौँ? We have developed the well organized formula. हाम्रो B1 लेभलको एन्सर अब के हुन्छ? My name is सीता गुरुङ, but people call me सीता। दुईटा छ यहाँ, कन्जक्सनहरू युज गरिएको छ, त्यो पनि दुईटा छ। ओके है, यसले गर्दा तपाईँको सेन्टेन्सको लेभल कहाँ गयो? कम्प्लेक्स लेभल भयो र यसमा एन्सर पनि आएको छ। तपाईँले आन्सर दिनु भएन भने पनि हुँदैन, फेरि एक्स्ट्रा डिटेल पनि छ, रिजन पनि छ। ओके, ओन्ली देन इट विल बी द एन्सर फर B1 लेभल। सो while replying the answer of B1 level, you always have to follow this formula, which is known as AER formula. A means answer, E means extra details, and R means reason here. Okay, so what is your full name? How old are you? Where do you live? What do you do? These are the out question है। यी के हुन् त? आउट क्वेसनहरू। ओके, दिज आर द आउट क्वेसन, तपाईँहरूको इक्जाममा सोध्ने आउट क्वेसनहरू। इफ यु स्पिक, इफ यु रिप्लाई एकर्डिङली फलोइङ दिस प्याटर्न, योर एन्सर विल बी B1 लेभल एन्सर है। ओके, तपाईँको आन्सर अब के हुन्छ त? यो प्याटर्न फलो गर्नुभयो भने B1 लेभलको हुन्छ। तपाईँले एन्ड, बट, अल्सो जोडेर जति लामो बनाउँदाखेरि पनि त्यो B1 पुग्दैन गाइस है। कतिपय साथीलाई भ्रम हुन्छ कि एक दुईटा चाहिँ कन्जक्सन जोडिनु पर्ने रहेछ, B1 लेभलको हुँदो रहेछ। नो, नेभर। मैले स्पष्ट भने तपाईँलाई कम्प्लेक्स लेभलको बनाउनु पर्छ, जहाँ चाहिँ बिकज, अल्दो, इभन दो। एकजना साथीले त्यहाँनिर व्हेनेभर लेखेर पठाउनु भएको थियो, भेरी नाइस। ओके, यसरी चाहिँ बनाउनु पर्ने हुन्छ। ओके, पर्फेक्ट, फाइन। र पार्ट 1 मा तपाईँहरूको भएको कुरा यति हो। पार्ट 1 मा के होला, कसो होला, नो कन्फ्युजन अब है। जति पनि हुनुहुन्छ, 4वटा क्वेसनको बारेमा उत्तर यहाँ हामीले मोडल उत्तर दिएका छौँ। तपाईँहरूले सक्नुहुन्न भने यही आन्सरलाई आफ्नो बनाउनुहोस्, घोक्नुहोस्, रट्नुहोस् है। धेरै जान्न पर्ने आवश्यक छ त अब छैन। फाइन। ल, अब तपाईँहरूले के गर्नु पर्यो? मैले तपाईँलाई 4वटा क्वेसन दिएको छु, प्रत्येकले चाहिँ आफ्नो एन्सर बनाएर लेख्नु पर्यो च्याट बक्समा है। प्रत्येकले राइट डाउन इन द च्याट बक्स। यु हेभ 5 मिनट्स, 2 to 3 मिनट्स टाइम। त्यसपछि हामी नेक्स्ट पार्टमा जान्छौँ। 2 देखि 3 मिनटमा तपाईँहरूले वाट इज यर फुल नेम, हाउ ओल्ड आर यु। ओके, ल, मैले हाउ ओल्ड आर युको पनि यहाँ त्यही फर्मुला बनाइदिएको छु। आई एम 25 years old। यो तपाईँहरूको यहाँदेखि यहाँसम्म एन्सर हो। AER, ए भनेको एन्सर,
सिधै आउनुपर्छ। हाउ ओल्ड आर यु, लाइक लाइक आई वाज, लाइक त्यो विषयवस्तुको उत्तर सुरुमा आउनु पर्यो है। हाउ ओल्ड आर युको आई एम 25 इयर्स ओल्ड सफिसियन्ट छ, तर A1 लेभलमा सफिसियन्ट छ। ओके, आई रियल्ली इन्जोइङ दिस स्टेज अफ माई लाइफ। यहाँ एक्स्ट्रा डिटेल दिएको छ, यसलाई हामीले सूत्रमा भनेका छौँ। लोकसे आएको तरिकाले पढ्ने, हामीले आइएल्स पिटीको तरिकाले पढ्ने हो है। ओके, एक्स्ट्रा डिटेल पनि दिनु पर्यो, रिजन पनि दिनु पर्यो। तपाईँहरूलाई आफ्नो तरिकाको एन्सर बनाउन आउँदैन भने नो वरिज, यो पढ्न पर्यो है। ओके, ल सबैले आफ्नो आन्सर बनाएर देखाउँ त यहाँ है, अनि त्यसपछि म तपाईँलाई च्याट पनि लिन्छु।
ओके फाइन आई एम ब्याक डियर फ्रेन्ड्स। तपाईँहरूको म च्याट लिन्छु। अब के फरक भयो त है, वाट यु डिड प्रिभियसली एन्ड वाट यु रोट जस्ट राइट नाउ, सबैले लेख्नु भएको छ है। धेरै साथीहरूले नाइस ट्राई, नाइस ट्राई, नाइस ट्राई। ओके फाइन। आई एम एडमिन एसिस्टेन्ट, आई डु एडमिन रिलेटेड वर्क। सिमी म्याम यो आन्सर इज नट फर B1 लेभल है, स्टिल नट B1 लेभल। सिमी लबन म्याम, सिमी म्याम यो आन्सर इज नट फर B1 लेभल है। अहिले पनि तपाईँहरूको B1 भएन है साथी। ओके B1 लेभलको भएन। अशोकजीको भयो। सिमी लबन यो आन्सर इज नट फर B1 लेभल, फर वाट डु यु डु है, वाट डु यु डुको लागि भएन है म्याम। म भएको साथीहरूको भनिनँ, जसको भएको छैन उहाँहरूको भन्छु है। आई वर्क भन्नुहोस् है सङ्गीता म्याम, आई डु वर्क होइन, आई वर्क, आई वर्क इन केयर गिभर। आई डु वर्क इन भएन सङ्गीता म्याम, यो आन्सर इज नट इन द करेक्ट वे है, तपाईँको पनि भएको छैन। आई वर्क एज अ केयर गिभर भन्नु होला सुरुमै, स्ट्रेट आन्सर दिनुपर्छ है। लाइक यो भएन 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 भएन। तपाईँको यति धेरै वर्ड्स तपाईँको 10 मिनटमा भ्याउन पनि भ्याउँदैन सङ्गीता म्याम है। अनि स्ट्रेट आन्सर आएन कि। वाट डु यु डु भन्दाखेरि आई एम अ केयर गिभर भन्नुहोस् न, किन आई डु वर्क इन अ केयर गिभर यो धेरै जान आवश्यक छैन। 10 सेकेन्डको हो यो, 20 सेकेन्डको होइन। आई एम अ नर्स ठिक छ, आई एम वर्किङ इन अ हस्पिटल बिकज आई लाइक टु केयर, अम्बिकापुरीको ठिक छ, स्पष्ट क्लियर। ममता लिम्बू आई एम स्टुडेन्ट, आई एम अ स्टुडेन्ट, आई एम अ स्टुडेन्ट ममता, not I am a student. I am a student. I study hard because I want to live a good career in the future. Perfect. Then I work in a healthcare center. ठिक छ। In my free time I read book. ठिक छ। शान्तिको पनि ठिक छ। Okay. फाइन म लास्टमा आउँछु। I am a health worker. I work at a hospital. I love my job because I really enjoy helping people. Perfect. नोट तपाईँहरू पाउनुहुन्छ है, नोट पाउनुहुन्छ। I live in Tablejung, and it is a small city because. Okay, perfect, fine. Yeah, एकजना साथी भयो दिपक सुनार। Hello, my name is Deepak Sunar, but people call me Deepak. I like my name because it's simple and it's perfect. I am 32 years old, but I am hardworking and positive person, and every day I try. Deepak जी, question number 2 is not correct for B1 level है। There should be because भन्ने शब्द हाल्नै पर्छ है तपाईँहरूले। बिकज भन्ने शब्दलाई किन हाल्न पर्यो, किन हाल्न पर्यो भने टु मेक योर आन्सर फर B1 लेभल। मैले अघि पनि भने तपाईँहरूलाई, लाइक अस्ति एकजना साथीले मलाई सोध्नु भएको थियो, हाउ ओल्ड आर यु भन्नेमा के रिजन हुन्छ र सर भन्नुभएको थियो। हामी रिजन दिनको लागि होइन कि साथीहरू, हाम्रो एन्सर B1 लेभल बनाउनको लागि मात्रै दिइरहेको क्या। यो कम्प्लेक्स सेन्टेन्स बनाउन पर्छ। कम्प्लेक्स सेन्टेन्स केले बनाउँछ तपाईँहरूलाई नेपालीमा वाक्य त थाहा होला नि, सरल वाक्य, मिश्र वाक्य, संयुक्त वाक्य। संयुक्त वाक्य भनेको वाक्यहरूको माथिल्लो तहको वाक्य हो। यु नो द्याट, यु न्यू द्याट होइन, तपाईँलाई थाहा हुनुपर्छ। हो बिकज भन्ने शब्द तपाईँहरूको B1 लेभल बनाउने शब्द, यो सूत्र हो, यो फर्मुला हो। डाइरेक्ट आन्सर दिनु सुरुमा, हाउ ओल्ड आर यु, धेरै नभन्ने क्या। कतिपय साथीहरूले सुरुमै घुम्नुहुन्छ, आई लाइक यस्तो टाइपले भने स्पष्ट आन्सर, क्लियर आन्सर है। ओके देन यी यसरी जानु पर्यो कि, जस्तो म यहाँ जान्छु, चिरफार गर्छु यसको म। होइ डु यु लिभ भन्ने छ। A1 लेभल आन्सर इज आई लिभ इन काठमाडौँ। A2 लेभल आन्सर इज आई लिभ इन काठमाडौँ एन्ड इट इज क्यापिटल सिटी अफ नेपाल। वाइ A2 लेभल? सेन्टेन्सको लेन्थ छ, कोही शब्दमा समस्या छैन, तर यहाँ कन्जक्सनहरू छैन। कन्जक्सन पनि कस्तो कन्जक्सन हुनु पर्यो, B1 लेभलको कन्जक्सन, कनेक्टर्सहरू हुनु पर्यो है। ओके वाट डु यु डु, यु हेभ गट इट। यसरी हामीले जानुपर्छ। अनि तपाईँहरू एक्स्ट्रा प्र्याक्टिसको लागि वाट इज यर फेभरेट हबी, वाट डु यु डुको क्वेसन रिप्लेस भएर वाट इज यर फेभरेट हबी, तपाईँले मनपर्ने कुरा के हो भनेर आउन सक्ने भएको हुनाले हामीले थोरै चाहिँ सेन्टेन्सको लेन्थ बढाइदिएका छौँ। बट नो वरिज, तपाईँको यहाँदेखि 4सम्मका प्रश्नहरूको एन्सर पर्फेक्ट बनाउनुहोस्। ओके अरू पनि ट्राई गर्नुहोस् यो है। तपाईँहरूलाई आई नो द्याट तपाईँहरूलाई कतिलाई समस्या हुनसक्छ होइन, कतिको चाहिँ स्वतन्त्र रूपमा सेन्टेन्स बन्न सकेको छैन।
ओके, त्यति बेला तपाईँहरूले के गर्ने भने यी वाक्यहरूलाई नि तपाईँहरू लिएर गर्नुपर्छ है। अब हामी आउँछौँ पार्ट टूमा आउँछौँ। पार्ट टूमा आउँछौँ। सो तपाईँहरूलाई के भन्नुपर्ने छ भने पार्ट वनको बारेमा प्लिज रेज योर ह्यान्ड। मैले तपाईँलाई हिजो नै भनेको थिएँ सबैलाई म पार्ट वन क्लियर गरेर लान्छु, कसैको पनि छुट्दैन। मैले हिजो नै भनेको थिएँ तपाईँहरूलाई होइन, साँझको क्लासमा। तपाईँहरू हामी त नयाँ हो नयाँ। ओके, रामु रामु सर तपाईँको धेरै आइसक्यो है। हेलो हेलो रामु सर, भन्नुहोस् त पार्ट वनको बारेमा के छ हजुर कुरा। गुड मर्निङ सर। ओके, गुड मर्निङ। एउटा मात्रै हो सर। वेयर आर यु फ्रम र वेयर डु यु लिभमा चाहिँ आइ एम फ्रम पोखरा, आई लिभ इन पोखरा यति मात्रै गरिदिए बाँकी स्ट्रक्चर पछाडिको सेम हो सर। वेयर आर यु फ्रम, यस आई एम फ्रम पोखरा, यस इज क्लियर होइन। तपाईँले मिल्छ हेर्नुहोस् त। आई एम फ्रम ओके सर। पोखरा, it is a busy but interesting city and I am enjoying here, living here because it has everything and yes, no problem. तपाईँले यसको आन्सर छ नि हो, नाइस होइन। वेयर डु यु ओके लिभ, क्लियर। वेयर आर यु फ्रम होइन त सर। ओके, यस सर। ठिक छ, यो म तपाईँलाई एड गरिदिन्छु तल है। ल ठिक छ, थ्याङ्क ओके यू सो मच। ए थ्याङ्क यू राम्रो कुरा ल्याउनु भयो तपाईँले। थ्याङ्क यू थ्याङ्क ओके, यू। कतिपय साथीलाई यही पनि कन्फ्युजन भइदिन सक्छ भन्ने कुरा हो। ठिकै छ रामु सर। ओके, ल ठिक छ, म यसको आन्सर चाहिँ यहाँ तपाईँको लागि सबै साथीहरूको लागि नोटमा एड गरिदिन्छु मैले। वेयर आर यु फ्रम भन्दाखेरि होइन त, वेयर आर यु फ्रम। ओके, ल केही गर्नु पर्दैन। ओके, आई एम फ्रम। ओके, आई एम आई एम फ्रम। ओके फाइन, आई एम फ्रम। ल केही गर्नु पऱ्यो परेन कि। वेयर आर यु फ्रम, वेयर डु यु कम फ्रम, वेयर डु यु लिभ, सूत्र त छ नि होइन। ए भनेको आन्सर। ल नयाँ साथी, हामी जो हिजो नयाँ जोडिनु भएको छ उहाँहरू आउनुहोस् त। केही छ यसमा नबुझेको कुरा, के छ भने भन्नुहोस् है, स्वतन्त्र रूपमा भन्नुहोस् प्लिज। तपाईँहरूले यसमा पार्ट वनमा नबुझेको कुरा केही छ भने मलाई यस्तो लाग्यो भनेर भन्न पाउनुहुन्छ है। सबैले बुझ्नुभयो आई थिङ्क सो हो, सबैले बुझ्नुभयो। पार्ट वनमा केही समस्या छ अब च्याटमा हेर्छु म। ओके ओके, प्रेम सर सोध्दैन है पार्ट वनमा तपाईँहरूले योभन्दा बाहेक क्वेसन सोध्दैन। किन सोध्दैन त, किन सोध्दैन भने तपाईँहरूको यो भनेको 10 सेकेन्डको क्वेसन हो र जति पनि साथीहरू परीक्षा दिएर यहाँ आउनुभएको छ उहाँहरूलाई पनि थाहा छ कि पार्ट वनमा योभन्दा बाहेक सोध्दैन भनेर है। तपाईँहरूको क्याम्ब्रिजको अफ स्किलमा रिडिङमा, राइटिङमा, लिसनिङमा काहीँ पनि यो पर्सनल इन्फर्मेसनहरू सोधेको छैन साथी हो, कुरा बुझ्नुभयो नि। अन्य ठाउँमा तपाईँको जस्तो वाट इज यर नेम भने रिडिङमा पनि आउँदैन, राइटिङमा पनि वाट इज यर नेम, वेयर डु पर्सनल इन्फर्मेसनहरू आउँदैन क्या अन्य ठाउँमा होइन। एटलिस्ट उनीहरूको स्ट्रक्चर्समा पर्सनल इन्फर्मेसनको लागि राख्नै पर्छ यी बेसिक कुराहरू हुन्। अनि एउटा कुरा के हो भने तपाईँहरूको पार्ट वनमा यो सुरुवात गरिसकेपछि पार्ट टू पार्ट थ्री त्यो अनुसार जेनेरेट पनि हुन्छ। सो नो वरिज है। मैले तपाईँहरूलाई भने लाइक अन्तिममा अल्टरनेटिभ चेन्ज हुन सक्ने क्वेसन भनेको वेयर डु यु लिभ भन्ने क्वेसन अथवा वाट डु यु डु भन्ने क्वेसनलाई रिप्लेस गरेर वाट इज यर फेभरेट हबी माइट बी आस्क्ड। फोरसम्म तपाईँको स्पेसिफिक क्वेसनहरू छ यिनीहरू होइन, तर वाट इज यर हबी भन्ने हुन सक्छ भन्ने कुराको एकदमै लिटिल बिट चान्स है। फेभरेट फुड, तर यिनीहरू कस्तो हुन्छ भने एक्सप्लेन गर्ने कुराहरू यो पार्ट वनमा हुँदैन, पार्ट टूमा हुन्छ, टाइमको लेन्थले आउँदैन। सो द्याट नो वरिज है, सबैजनाले यो क्लियर भएर बस्नु पर्यो। ओके ओके ओके, आउँछ है पार्ट पार्ट वान पार्ट टू सबै नोटहरू तपाईँहरूले पाउनुहुन्छ र यो नोट मात्र होइन क्वेसन ब्याङ्क साथीहरू, नोट मात्रै नभनेर चाहिँ क्वेसन ब्याङ्क भन्नु सूत्रमा आधारित छ है। ल अब हामी जान्छौँ पार्ट टूमा। ओके, पार्ट टूमा जान्छौँ। आई विल असाइन यु अ क्वेसन, एउटा क्वेसन दिन्छु तपाईँहरूलाई सुरुमा बिफोर वी बिगिन। तपाईँहरूले के आन्सर लेख्नुहुन्छ हामी हेर्छौँ। ल सबैभन्दा बढी दोहोरिएको क्वेसन 85% पोसिबिलिटी भएको क्वेसन म दिन्छु तपाईँहरूलाई। सबैजनाले हाउ डु यु स्पेन्ड यर फ्री टाइम, राइट यर आन्सर। यो टाइम स्टार्ट नाउ। त्यसपछि यसको फर्मुला के हो, कसरी लेख्ने, कसरी विमान लेभलको बनाउने म तपाईँलाई भनिदिन्छु हो। नो वरिज, राइट यर आन्सर। हाउ डु स्पेन्ड यर फ्री टाइमको आन्सर लेख्नु सबैजनाले।
Hello, hello. Welcome back. Welcome back. Fine. So I got a lot of answers here. धेरै साथीहरूको एन्सर आएको छ. I will go through your answer. Surfacely सबैको एन्सरलाई मैले प्रायोरिटाइज गर्न सक्दिनँ. सबैको एन्सरलाई मैले सर्फेसली हेर्छु. देन यु हेभ टु रियलाइज, म तपाईँहरूको यो एन्सर यहाँ लेखेको एन्सरलाई नोट प्याडमा नोटबुकमा नोट गरेर राख्नुहोस् र कम्पेयर गर्नु होला. पार्ट 2 को यो क्लास लिइसकेपछि तपाईँले कसरी गर्नु पर्दो रहेछ भन्ने कुरा लिनु होला है. प्रेम प्रकाश खनाल. ओके. In my free time, I am listening educational audio. It is useful for. Okay. It is me improve. तपाईँको it because gives me improve my knowledge and प्रतिभा म्याम तपाईँले वान एस्पेक्ट फर्मुला सम्झिनुहोस् त तपाईँले एडिइआरओ भन्ने फर्मुलाको ओ खै त प्रतिभा म्यामले ओ एडिइआरओ को ओ खै तपाईँको आई स्पेन्ड माई फ्री टाइम by reading books and listening music. I like to read books because it helps me to learn. तपाईहरु अब पार्ट 1 को फर्मुला पार्ट 2 मा थोरै एक्सप्यान्ड भएर जान्छ है साथी हो. थोरै तपाईले पार्ट 1 मा पर्फेक्ट हुनुभयो, आई नो दैट है. पार्ट 1 मा तपाई पर्फेक्ट हुनुभयो. पार्ट 2 मा पनि तपाई सेम फर्मुला युज गर्दाखेरि एउटा एस्पेक्ट छुट्छ. my spend free time, I spend my free time, I was usually TV because ठिक छ दिपु साईको ट्राइङ गुड बट अझै पुगेन. I spend my spare time playing with my kids and children. Please stop गर्नुस् है म्याम. चिल्ड्रेन प्लिज स्टप गर्नुस्. इट मेक्स मी ह्याप्पी बिकज भन्नुस् न. ठिक छ. तर लाइक पहिलो सेन्टेन्समा प्लेइङ विथ माई, पहिलो सेन्टेन्समै तपाईँले बिकज नलाउनुहोस् ल म्याम. सिमी म्याम पहिलो सेन्टेन्समै बिकज नलाउनुहोस्. पहिलो सेन्टेन्समा हामी एन्सर दिन्छौँ, एक्स्ट्रा डिटेल थप्छौँ, रिजन बनाउँछौँ बल्ल है सिमी म्याम. ओके. आई युजली स्पेन्ड माई फ्री टाइम इज रिडिङ. ल ठिक छ. तपाईँहरूको नाइस ट्राई. सम अफ यु माइट ह्याभ रिप्लाइड फर B1 लेभल. तर अब हामी चाहिँ के हुन्छ त B1 लेभलमा के हुन्छ, वी आर गोइङ थ्रु है, हामी त्यहाँबाट जान्छौँ. B1 लेभलमा कसरी आन्सर दिने. अब तपाईहरुले A1 लेभलको आन्सर AER भन्ने त सम्झिनु भयो. आन्सर एक्स्ट्रा डिटेल रिजन. अब हामी B1 लेभलको आन्सर के हुन्छ त्यहाँतर्फ जान्छौँ. ओके फाइन. सो पार्ट 2 20 सेकेन्डको हुन्छ, मैले पहिला देखाइसकेँ. 20 सेकेन्डसम्म बोल्न पर्छ. गिभ फुल आन्सर अफ 35 to 40 वर्ड्स. कतिपय साथीहरूले हुन्छ नि 15-20 वटा वर्ड्समा आन्सर दिएको देखिन्छ. हुँदैन. 35-40 वर्ड हुनु पर्यो. कम्प्लिट द होल फर्मुला. फर्मुला इज ADREO. कम्प्लिट द होल फर्मुला ADREO. दिस इज द फर्मुला. सो तपाईहरुले पार्ट 1 मा ARE हैन AER भन्ने फर्मुला थियो. अब हाम्रो ADREO फर्मुला लागू हुन्छ. पार्ट 1 सँग अलिकति बिट सिमिलर चाहिँ हुन्छ तर डिफरेन्ट हो. ADREO आन्सर डाइरेक्ट आन्सर जस्तो अघि तर मैले सिमी म्यामको देखिरहेको थिएँ. आन्सर सँगै सिधै रिजन आइरहेको थियो क्या. फर्स्टमै रिजन आइरहेको थियो. ओके. आई स्पेन्ड माई फ्री टाइम रिडिङ बुक्स बिकज नो लाइक द्याट, नट लाइक दिस. ओके. यसरी हुँदैन. आन्सर दिने, डिटेल्स दिने, रिजन दिने, इक्जाम्पल दिने, ओपिनियन दिने. यति दिइसकेपछि तपाईको B1 आउँदैन साथी हो. ल भन्नुस् त अब एउटा आन्सरमा तपाईले 5 वटा चीज घुसाएर दिन पनि B1 आउँदैन. आउँछ, आउनु पर्छ, आउँछ र यो आइरहेको पनि छ. कसरी म भन्दैछु भने तपाईहरुले IELTS PTE मा band 4 आन्सर, band 7 आन्सर भन्ने हुन्छ. त्यहाँ फर्मुला हुन्छ है. नट एनिथिङ गोज र्यान्डमली. अन्धाधुन्ध केही पनि हुँदैन. सो अफ स्किल क्याम्ब्रिज अफ स्किल अल्सो फलो सम प्याटर्न्स एन्ड 6 सच टाइप अफ इन्टरनल लिङ्किङ. तपाईहरुलाई B1 लेभलको खोजेको उत्तर यो हैन. धेरै तपाईहरुले चाहिँ हिजो हाम्रो मक टेस्टमा पनि देख्नुभयो नि, धेरै साथीहरुले चाहिँ च्याट जीपीटी नै खोजेर पनि आन्सर लेख्नु भएको थियो. तर पुग्दैन के साथीहरु. यो च्याट जीपीटीले भन्दिने आन्सरै होइन यो हैन. एआई ले भनिदिन्छ तर लिमिटेड कुराहरु हुन्छन् है. तपाईहरुले एआई लाई सोध्दाखेरि एआई ले आन्सर भनिदिने भयो भने त मक टेस्टको लागि स्पेसिफिक क्लास लिन आवश्यकै थिएन के.
यहाँनिर के हुन्छ त भने यसको इन्टरनल के कुराहरू दिनुपर्छ भन्ने कुराहरू हुन्छ, त्यो हामीले हेर्नुपर्छ। अब यहाँ एभ्री गिभन एन्सर मस्ट ह्याभ 5 पार्ट्स, 5 पार्ट हुनै पर्यो। अब रियलाइज गर्नुहोस् तपाईँले कति पार्ट्स बनाउनु भयो, कति शब्दमा एन्सर दिनुभयो, कति सेन्टेन्समा। द रिजन मस्ट क्लियरली भन्न पर्छ, मेनली बिकज भनेर चाहिँ रिजन दिनै पर्छ, इक्जाम्पल दिनै पर्छ, लाइक अथवा फर इक्जाम्पल भनेर दिन सक्नुहुन्छ। एन्ड ओपिनियन चाहिँ मस्ट बी दियर। तपाईँको एन्सरमा ओपिनियन आयो त, आई थिङ्क भनेर लेख्नुभयो होइन, इन माई ओपिनियन भनेर लेख्नुभयो, आई बिलिभ भनेर लेख्नुभयो त। लेट मी चाहिँ कसले लेख्नु भएको छ हेर्छु म। ल, आई बिलिभ ओपिनियन भन्ने कसैकोबाट पनि आएको छैन है, ओपिनियन कसैको पनि आएको छैन, एडिइआरयु आउनु पर्यो है। ओके, अब यहाँ हामी प्र्याक्टिकल्ली जाउँ। लाइक वाइ आर यु लर्निङ इङ्ग्लिस भन्ने क्वेसन छ, दिस इज द क्वेसन। एन्ड यसको सूत्र अनुसार कसरी प्रयोग गर्ने हेर्ने। सुरुमै आई एम लर्निङ इङ्ग्लिस बिकजमा नजानु होला प्लिज। आई एम लर्निङ, वाइ आर यु लर्निङ इङ्ग्लिस, आई एम लर्निङ इङ्ग्लिस बिकज छ त, बिकज टु स्टडी एब्रोड कति सजिलो छ भन्न त, तर त्यहाँ जाने होइन। आई एम लर्निङ इङ्ग्लिस, इट रियल्ली हेल्प्स मी कनेक्ट विथ पिपुल। एन्सर एक्स्ट्रा डिटेल आयो। अब हामी कहाँ आउँछौँ, रिजनमा आउँछौँ। धेरैको बानी के छ, सुरुमै एन्सर प्लस सिधै रिजन जाने। आई स्टडी इट मेनली बिकज अफ माई करियर, इक्जाम्पल आउनु पर्यो, लाइक अथवा फर इक्जाम्पल आई प्र्याक्टिस विथ भिडियो डेली, एडिआर सम्म पुग्यौँ हामी। फाइनल्ली वी हेभ टु गिभ एन ओपिनियन, आई थिङ्क इट इज अ ट्रुली भिजुएबल स्किल। फाइन, यति भइसकेपछि तपाईँको B1 कहीँ पनि जाँदैन छ। एन्सरमा आई एम लर्निङ इङ्ग्लिस, यो एन्सर डिटेल्स, इट रियल्ली हेल्प्स मी, योर डिटेल्स, आई स्टडी इट मेनली बिकज अफ माई करियर। ओके, रिजन, इक्जाम्पल, ओपिनियन, यो हो B1 लेभलको एन्सर। अब यति भन्दै गर्दाखेरि तपाईँले गाह्रो महसुस भएको होला, किनभने कति बेला खत्रै रहेछ। टेन्सन लिनु पर्दैन, हामीले यहाँ के बनाइदिएका छौँ, रियल क्वेसन ब्याङ्क बनाइदिएका छौँ, जुन चाहिँ अस्तिको इक्जाममा परीक्षा दिएका तपाईँहरू जस्तै मान्छेहरूको कलेक्सन हो। यहाँ के छ, दुर्गा प्रसाद भूषाललाई सोधेको क्वेसन छ, हाउ विल यु युज इङ्ग्लिस एट वर्क इन द फ्युचर, वेयर वुड यु लाइक टु ट्राभल इन द फ्युचर, वाट इज यर फेभरेट थिङ टु डु इन द विकेन्ड, वाट इज यर फेभरेट ड्रिम्स अफ, वाट डु यु युजुअली डु आफ्टर वर्क। रामचन्द्र पौडेललाई होइन, सायद त रामचन्द्र पौडेलजी हुनुहुन्छ होला। गणेश महतालाई सोधेको क्वेसन छ यहाँ, सबैलाई सोधेको क्वेसनहरूको हामीले क्वेसन ब्याङ्क बनाएका छौँ। केही गर्नु पर्दैन तपाईँहरूलाई। यहाँ मध्ये यहाँदेखि सुन्नुहोस् है, यहाँदेखि यहाँसम्मका क्वेसन ब्याङ्कहरू छ हो, यी क्वेसनबाट कुनै 4वटा प्रश्न सोध्ने हो तपाईँहरूलाई। ओके फाइन, यहाँ केही चाहिँ एक्स्ट्रा पनि एड भएको छ, जस्तो यो लक्ष्मीजीले चाहिँ अलिक फरक खालको दिनुभएछ, यो पर्दैन है, 10 सेकेन्डको परेन। प्रेम प्रकाश नेपाली हुनुहुँदो रहेछ अहिले पनि, उहाँले चाहिँ मिस्टेकली सब्मिट गर्नुभएको छ। अब हेर्ने, तपाईँहरूलाई कम्तीमा म के भन्छु, 30 देखि 40वटा होइन, 40वटा हाम्रा एन्सरहरूलाई यो एन्सरहरू छ। घोकेर बस्नु साथी हो, लोकसेवा सम्झिनुहोस्, लोकसेवा भन्दा तपाईँलाई धेरै सजिलो हो। यी तपाईँहरूको एन्सरहरू हो, मोडेल एन्सरहरू। यति तपाईँले घोक्नु भयो भने 4वटा त्यहाँबाट स्योर तपाईँलाई फर्स्ट होइन, स्योर फर्स्ट। कसरी फर्स्ट त, यहाँ गफ दिने कुरा छैन साथी हो है। तपाईँहरूलाई चाहिँ यो लप्पन छप्पनको कुरै छैन, हामी स्पेसली स्ट्रेट फरवर्ड भन्छौँ, जे हो साइन्टिफिक हुन्छ। एक एक शब्द तपाईँले चाहिँ नापेर तौलेर हेर्दाखेरि पनि हुन्छ होइन, कसरी स्पेसिफिक छ भन्ने कुरा। ओके, यो हामीले सर्वे गर्दाखेरि हाउ डु यु स्पेन्ड यर फ्री टाइम भन्ने क्वेसन 19 टाइम्स सोधेको छ। तपाईँहरूमध्ये फर्म नभरेका साथीहरू प्लिज तपाईँहरूले सोधेको छ भने राइट डाउन, च्याटमा लेख्नुहोस् त, मलाई पनि सोधेको थियो भनेर लेख्नुहोस्। इफ यु हेभ एटेन्ड द इक्जाम अलरेडी लास्ट टाइम, तपाईँहरूलाई पनि इक्जाम दिँदाखेरि हाउ डु यु स्पेन्ड यर फ्री टाइम भन्ने क्वेसन सोधेको थियो। कोही हुनुहुन्छ भने यस, ल हेर्नुहोस् त। अब यहाँ कल्पना उप्रेती आउनुभयो, दिपक सुनार,
तपाईँहरूले अस्ति के एन्सर दिएर आउनुभयो आई डोन्ट नो होइन, स्यामसङ भन्ने पुष्पासनलाई पनि रहेछ। अब तपाईँहरूले के जान्नु पर्यो भने अस्ति के आन्सर दिनुभयो होइन, र अब तपाईँले के आन्सर दिने, हामीले सिक्ने कुरा त्यो हो र सिकाउने कुरा त्यो है। ओके, देन अर्को छ। अब यहाँ हेर्नुहोस् त, अब हाम्रो यहाँ अहिले कतिजना हुनुहुन्छ तपाईँ, 52 हुनुहुन्छ। 52मा पनि ल हेर्नुहोस् त, 1 2 3 4। ल अब हेरौँ, अब हेरौँ है। ल, कल्पना उप्रेतीले कहाँ मिस्टेक गरेको थाहा भइसक्यो। हो, हामीले गर्ने शल्यक्रिया यही हो साथी हो, हामी शल्यक्रिया गर्छौँ है, यसलाई भन्छ चिरफार, सर्जन। ओके, अब हेरौँ। ल, डु यु वर्क अर स्टडी कसले सोध्यो, ल राइट डाउन। डु यु वर्क अर स्टडी कसलाई सोध्यो, च्याटमा लेख्नुहोस् त साथी हो। डु यु वर्क अर स्टडी कतिजनाले सोध्यो, राइट डाउन। डु यु वर्क, ल अब यहाँ आइसक्यो फेरि होइन, सिमी म्यामलाई सोधेको छ। सिमी 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 म्याम, ओके, ममता, पर्फेक्ट। सो दिज आर द भेरी भ्यालुएबल एसेट है। यी तपाईँहरूको यो क्वेसन जुन तपाईँले मोडेल पाउनुहुन्छ, वा दीर्घलाई पनि सोधेको रहेछ, फाइन। यो तपाईँको भ्यालुएबल एसेट हो। तपाईँहरूले यति मात्रै गर्नुहोस् त, यतिको चाहिँ हामीले लेखिदिएको आन्सर रट्नुहोस् त, सियर आउँछ है। सो तपाईँहरूलाई हामी यहाँ पढाउनुको लागि छैनौँ साथी हो होइन, हामी तपाईँहरूलाई केही चिज दिनको लागि छ। ल हेर्नुहोस्, मोडेल आन्सर सेट, क्वेसन ब्याङ्क, यो लोकसेवा आयोगमा हुन्छ है। हामी लोकसेवा आयोग पनि पढेर आएको हुनाले अलिअलि थाहा छ होइन। द टार्गेट फर दिस टेस्ट इज B1 लेभल, यो टेस्टको लेभल चाहिँ B1 हो। एभ्री आन्सर बिलो इज अन्डर 40 वर्ड्स। तपाईँको यो साइन्टिफिक कसरी छ हेर्नुहोस् है, तपाईँको यहाँ आन्सर कसरी वैज्ञानिक छ त, 40 वर्ड्स भन्दा मुनि छ। कम्प्लिट द फुल फर्मुला, सूत्रमा आधारित छ, ADRU सूत्रमा आधारित छ। अल क्वेसन कम फ्रम द रियल क्वेसन ब्याङ्क एभव, जबै क्वेसनहरू तल दिएको छ क्वेसन ब्याङ्कबाट दिएको छ, जुन क्वेसनहरू 50 एन्ड 80 मोर देन 80% पोसिबिलिटी भएको क्वेसनहरू दिएको छ। यस, एन्ड देन ADRU, नेभर फर्गेट ADRU, नेभर फर्गेट AER, एन्ड फाइनल्ली हाम्रो पार्ट 5 को फर्मुला के हो साथी हो, राइट डाउन च्याट बक्स। पार्ट 5 को फर्मुला के हो, ल मैले तपाईँलाई यहाँ रिमाइन्ड गर्न खोजेँ। पार्ट 1 को फर्मुला के हो, पार्ट 2 को फर्मुला के हो, र पार्ट 5 को फर्मुला के हो, राइट डाउन च्याट बक्स। कसलाई थाहा छ ल भन्नुहोस् त, तपाईँहरूले तिनवटा फर्मुला भन्नु पर्यो। पार्ट 1 को फर्मुला के हो, पार्ट 2 को फर्मुला के हो, र पार्ट 5 को फर्मुला के हो, प्लिज राइट डाउन, लेख्नुहोस् अनि म सुरु गर्छु है। पार्ट 1 को फर्मुला के हो, पार्ट 2 र पार्ट 5 को फर्मुला, आई निड इट, च्याट बक्समा लेख्नु होला। ओके, 5 जनाले लेखेपछि मात्रै ट्रान्सलेट गर्छु, नत्र तपाईँलाई म फेरि पार्ट 1 मै लिएर जान्छु। फेरि पार्ट 1 AER लेख्नुहोस्, पार्ट 2 ADRU लेख्नुहोस्, पार्ट 5 को के हो त्यो लेख्नुहोस् ल।
हेलो हेलो साथीहरूले लेख्नुभयो जम्मा ओके फाइन वाउ पर्फेक्ट पर्फेक्ट वाउ very nice. For part one, we follow AER, answer extra details reason. For part two, we follow the formula ADRU. Okay. Answer details reason, example opinion. And for part five, we have very specific formula. The formula is the grade formula. है यसको नाम नै ग्रेड छ ओके नाम नै ग्रेड छ पर्फेक्ट यो कुराहरू तपाईँको कन्सेप्टमा क्लियर हुन पर्यो र इज एन्ड एभ्री टाइम यु हेभ टु बी सियर एन्ड यु हेभ टु बी क्लियर ओके प्रत्येक बेला तपाईँको चाहिँ के हुनुपर्छ यो कुराहरू तपाईँले भुल्नु हुँदैन ओके फाइन आई वुड लाइक टु अनम्युट ल सुरुमा एक्सप्लेन गर्छु म अब हाम्रो यहाँ फर्मुला खोज्छौँ र तपाईँहरूलाई म केही साथीहरूलाई पनि लिन्छु च्याटमा ओके हाउ डु यु युजुअली वाट डु यु युजुअली डु आफ्टर वर्क कामपछि तपाईँ के गर्नुहुन्छ अब हेर्नुहोस् है हामीले फर्मुला खोज्छौँ यहाँ आन्सर खोज्छौँ आफ्टर वर्क आई युजुअली गो होम एन्ड रेस्ट दिस इज यर आन्सर स्ट्रेट आन्सर नझुक्किनु होला है बिकज लाउने होइन फर्स्ट सेन्टेन्समै सिधै आन्सर वाट डु यु युजुअली डु आफ्टर वर्क आई युजुअली गो होम एन्ड रेस्ट सुरुमै भन्नु पर्यो तपाईँ दैनिक जीवनमा प्राय के गर्नुहुन्छ काम गरिसकेपछि के गर्नुहुन्छ काम गरिसकेपछि म घर जान्छु र सोध्छु आन्सर आयो ओके देन डिटेल्स थोरै डिटेल्स दिने इट इज क्वाइट एन्ड सिम्पल रुटिन यो मेरो सामान्य साधारण रुटिन हो आई डु दिस मेनली बिकज आई एम टाइड इक्जाम्पल बल्ल दिने मेनली बिकज जोडिएको छ यो शब्दले तपाईँको यसलाई विमान बनाउने हो न कि तपाईँले जति लामो वाक्य बनाउँदै गर्दाखेरि विमान बन्ने होइन है आई एम टाइड आई डु दिस मेनली बिकज आई एम टाइड म यो गर्छु किनभने थकित हुन्छु ओके इक्जाम्पल आउँछ हाम्रो अब यहाँ है एडिआर ईमा आयो हामी यी भन्दाखेरि हामीले लाइक भन्न सक्छौँ फर इक्जाम्पल भन्न सक्छौँ लाइक आई वाच टिभी फर अ बिट हाम्रो के आयो इक्जाम्पल आयो आई थिङ्क रेस्टिङ हेल्प्स मी रिल्याक्स मलाई लाग्छ कि रेस्टिङले मलाई रिल्याक्स गर्न सहयोग गर्छ all the answer followed by this formula which is known as ADRU answer details reason example opinion ल ओके फाइन ल म साथीहरू यु मे रेज योर ह्यान्ड है हामी केही समय डिस्कसन गर्छौँ पार्ट टूको बारेमा के छ तपाईँहरूलाई लागेको कुरा केही भन्नुपर्छ भने भन्नु होला पार्ट टूको बारेमा तपाईँहरूलाई के लाग्छ के बुझिएन के कन्फ्युजन भयो त्यो भन्नु होला अथवा तपाईँको पहिलाको अनुभव के थियो त इक्जाम दिन जाँदाखेरि तपाईँले के चाहिँ गरेर आउनु भएको रहेछ त्यो पनि भन्नु होला होइन हामी एकछिन छलफल गर्छौँ एनियन क्यान रेज योर ह्यान्ड ल अब सबै साथीहरू क्लियरली बुझ्नुभयो जस्तो लाग्छ मलाई चाहिँ सो द्याट नम्बरसँग तपाईँहरूको सरकार हुनु भएन साथीहरू हामीले दिनमा एउटा स्पेसिफिक क्लास दिन्छौँ त्यो क्लास 7 देखि 9 बजे हुन्छ तपाईँहरूको ग्रुप भनेको दिनबाट तपाईँहरूको ग्रुप हुन्छ सङ्ख्याबाट ग्रुप हुँदैन है तपाईँहरूको जस्तो हिजोबाट जोडिएको साथीहरूको सेसन चाहिँ साउन 7 देखि भाद्र 7 सम्म 1 महिना हो 1 महिनामा तपाईँले के सिक्नुहुन्छ त्यो इम्पोर्टेन्ट हो न कि तपाईँलाई लाइक कति बेला पार्ट 5 पढाएको छ कति बेला पार्ट 2 पढाएको छ भन्ने होइन सबैलाई हामीले बुझाउने विषयवस्तु एउटै हुन्छ तपाईँहरूले 1000 जनासँग पढ्दाखेरि पनि होइन ल अब यहाँनिर तपाईँहरू कति हुनुहुन्छ भन्नुहोस् त हेरौँ हामी यहाँ अहिले हामीसँग 51 छ साथीहरू 51 जना छ कसैलाई पनि नबुझेको कुरा केही पनि आएन के हो के चाहिँ तपाईँहरू चुप्प लाएर बस्नु भयो र भन्नुहोस् है भन्नुहोस् फाइन सो द्याट हामीले मेहनत गर्छौँ दिनभरि मेहनत गर्छौँ साँझ क्लास दिन्छौँ त्यसको नतिजा यहाँ देखिन्छ ल म एकजना साथीलाई अनम्युट गर्छु दिपक सुनवार दिपकजी हेलो दिपक सुनार अनम्युट गर्नु होला दिपक सुनार अनम्युट गर्नु होला गीता घले हेलो हेलो गीता म्याम हजुर सर गुड मर्निङ गुड मर्निङ सो गीता म्याम इट्स योर फर्स्ट डे सेकेन्ड डे अर थर्ड डे आज सेकेन्ड डे हो सर सेकेन्ड डे हो फाइन अस्ति इक्जाम दिनुभयो म्याम दिएको सर कस्तो भयो इक्जाम के आएको तपाईँको भन्नुहोस् त मेरो त अरूमा चाहिँ ठिक ठिकै आएको थियो A2 आएको थियो यो स्पिकिङमा चाहिँ A1 आएको थियो मलाई खासै आउँदैन त्यही आउँदैन अब आउँछ कि आउँदैन भन्नुहोस् न आउँदैन होइन अब आउँछ कि आउँदैन
सिक्दैछु सर। अब यसो हो, तपाईँले आफूले आफूलाई कमजोर नठान्नुहोस्। तपाईँले नयाँ कुरा आउन आवश्यक छैन। तपाईँले रट्न सक्नुहुन्छ म्याम, खोप्न सक्नुहुन्छ। हजुर ट्राई गर्दैछु सर। कसरी गर्नु पर्यो भने जस्तो हजुरलाई लाइक म इङ्ग्लिसमा कमजोर छु भन्ने लाग्छ भने पार्ट 1 को 4 वटा आउट क्वेसन घोक्नुहोस्, उत्तर घोक्नुहोस्, हो बुझ्नुभयो नि। अनि पार्ट 5 को यतिको आन्सर घोक्नुहोस्। सबैले हामीले फर्मुलामा छ, यतिको आन्सर घोक्नुहोस् त तपाईँ, है। हुन्छ ठिक छ म्याम। हुन्छ हुन्छ सर। अब यति भए सक्नुपर्छ है म्याम। हुन्छ ओके, हस्। तपाईँले आफूलाई कमजोर नठान्नुहोस्। तपाईँले ओभरअल जस्तो पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 मा B1 लिएर जानुभयो भने पार्ट 5 मा A2 आए पनि हुन्छ, तर A1 चाहिँ आउनु भएन। त्यो पनि हामी पार्ट 5 को कुरा पनि पछि क्लासमा गरौँला, पार्ट 5 कसरी ल्याउने भनेर, है। ठिक छ, हस्। टेन्सन नमान्नु होला। यसलाई चाहिँ जस्तो हुन्छ नि, तपाईँले प्रत्येक क्वेसनलाई सम्झिने, यसलाई चाहिँ घोक्ने रट्ने, किनभने टाइम छ नि त, होइन। हजुर अलिक पर्छ है म्याम। हस् हस्। हस्, ओके। कल्पना उप्रेती, हेलो। कल्पना उप्रेती म्याम। हेलो हेलो सर, गुड मर्निङ। गुड मर्निङ म्याम। मैले चाहिँ नि सर दुईचोटि एक्जाम दिएँ कि अँ, फर्स्ट टाइम चाहिँ बरु मलाई ठिकै ठिकै क्वेसन लागेको थियो। बरु हजुर। फर्स्ट टाइमको जस्तै क्वेसन आएको भए चाहिँ सेकेन्ड टाइम सायद म ल्याउँथेँ कि जस्तो पनि लाग्यो। अनि सेकेन्ड टाइम जब म फेरि एक्जाम दिन गएँ नि, यो पार्ट 2मा चाहिँ मलाई सुरुदेखि के सोध्यो भने डु यु वर्क अर स्टडी भनेर सोध्यो होइन। अनि मैले यस। त्यही अनुसारले एन्सर दिएँ। फेरि त्यो सेकेन्ड पार्टमा पनि तपाईँ टु टाइपको क्वेसन सोध्यो। सेकेन्ड पार्टमा पनि स्टडी हो भने तिमीले के गर्छौ, अनि फेरि वर्क हो भने चाहिँ के गर्छौ भनेर त्यसरी सोध्यो। अनि ए, म कन्फ्युजन भएँ क्या एकैचोटि। अनि त्यसमा पनि जे होस्, मैले अब त्यति बेला दिमागमा जे आयो त्यही क्वेसन सोधेँ। जब फेरि थर्ड पार्ट गऱ्यो होइन, थर्ड पार्टमा पनि टु टाइपकै क्वेसन सोध्यो त्यही टाइपले। तिमी यदि कुनै फङ्सनमा गएको छौ भने स्टुडेन्ट हो भने के गर्छौ, जब वर्कको हो भने के गर्छौ भनेर त्यसरी सोधो। फोर्थमा पनि त्यसरी नै सोधो भनेको। त्यो चारैवटा पार्ट छ नि, चारैवटा पार्टमा चाहिँ मलाई दुई दुईवटा चारवटा अप्सन क्वेसन, दिएको के सर। पार्ट 2 को 4 क्वेसन, होइन त? त्यसमा चाहिँ मलाई त्यो दुई दुईवटा अप्सन राखेर क्वेसन गर्यो के सर। ए, अनि म त झन् नर्भस भएँ। अनि मेरो बिग्रियो, त्यस्तो भएको थियो क्या सर अस्ति ओके, पर्फेक्ट। सेकेन्ड अब टाइम ठिक। अब एक्जाम। तपाईँले यी बेसिक रिपिटेड भएको क्वेसनहरूलाई सूत्र बनाएर यसरी पढ्नु होला है त, है। हजुर हुन्छ सर। अरू केही छ भन्नुपर्ने हजुरको? अरू त केही छैन सर, तर मलाई क्लास चाहिँ इफेक्टिभै लागिरहेछ। हजुर, अन्त हिजो बेलुकादेखि त लिएको, खासै त्यस्तो हेर्न पाएको छैन। तर हजुर। यो फर्मुला त्यति बेला चाहिँ यतिको जानेको भए चाहिँ सायद पास गरिने रहेछ जस्तो लाग्यो मलाई। अब हजुरले सूत्रबद्ध, किनभने यसमा त सबैमा तपाईँको के हुन्छ, उसले खोजेको आन्सर भनेको ओपिनियनका कुराहरू हुन्छ नि। उम्, लाइक डु यु वर्क उम्, अर स्टडी भनेको त तपाईँको चाहिँ ल्याङ्ग्वेजको लेन्थ, उसले कति बोल्न सक्छ, कति एक्सप्लेन गर्न उम्। सक्छ, तपाईँको ल्याङ्ग्वेजको लेभल कहाँ छ, त्यो खोजेको हो क्या म्याम, बुझ्नुभयो नि। अनि मैले सेकेन्ड पार्टमा सोद्धाखेरि एज अ प्रोफेसन भनेर एउटा पार्टलाई चुज गरेर मैले एन्सर दिनुपर्ने रहेछ होइन। म चाहिँ कन्फ्युज भएँ क्या त्यति बेला सेकेन्ड ओके, ठिक। पार्टमा चाहिँ। हस्, थ्याङ्क यू म्याम। हस्, हस्, अब थ्याङ्क यू नहुनु। सर। ठिक छ। पुष्पा चन्द, हेलो। पुष्पा चन्द, पुष्पा चन्द, हेलो, हेलो पुष्पा चन्द। ओके, अनम्युट भयो हजुर हजुर। सर, गुड मर्निङ सर। गुड मर्निङ। हजुर, हजुर सर, त्यो पार्ट 1 को र पार्ट 2 को चाहिँ त्यो जुन अघि म्यामलाई भन्नुभयो नि हजुरले त्यो घोक्ने भनेर। हजुर। अनि अब त्यस्तोमा हामी पनि सबै प्रायः त्यस्तै नै छौँ कि अब घोकेर नै दिने टाइपको, जस्तो आफैले आइडिया आफैले झ्याप झ्याप भनौँला भन्ने टाइपको छैन। त्यही भएर त्यो नोट उपलब्ध गराइदिएछ ल भनेर। त्यो नोट त त्यो हजुरले भन्नै पर्दैन, सबैले पाउनुहुन्छ है। ओके, पार्ट 1 को गरिदिएपछि अनि पढ्दै गर्थ्यौँ तपाईँ भन्नुभयो। ग्रुपमा हुनुहुन्छ, त्यहाँनिर हेर्नुहोस् न, म्यासेजहरू ग्रुपमा हेर्नु पऱ्यो कि म्याम, है। ग्रुपमा आइसकेको छ नोट चाहिँ, है। हजुरले हजुर म्यासेजमा पर्छ ग्रुपमा, लाइक तपाईँले नयाँ कुरा क्या त्यहाँ अरूले गरेको च्याट गफ हेर्ने होइन कि, मैले के पठाएर होइन, मैले पठाएको चिजहरू हेर्नुहोस् है हजुरले, विशेष गरी, है त, है। त्यो हस्, हस् हस् हस्। हस्, थ्याङ्क यू, थ्याङ्क यू। ओके, फाइन। ल डियर फ्रेन्ड्स, म एकजना साथीलाई ऱ्यान्डमली अनम्युट गर्छु। अहिले एन्सर सोध्ने भन्दा पनि म तपाईँहरूलाई चाहिँ यो हाम्रो यो जुन एन्सर छ त्यो चाहिँ पार्ट 5 को लागि भएको छ कि छैन, सरी भनेर चाहिँ गर्छु। म तलबाट एकजना साथीलाई लिन्छु। अस्मिता वाग्ले म्याम। अस्मिता, हेलो।
उहाँको भएन सुमन केसी सर अनम्युट गर्नु होला सुमन केसी सुमन केसी आर यु देयर के भइरहेछ लेख्नुस् त च्याटमा क्लास धेरै इफेक्टिभ लाग्यो सर हजुर के भोइस नै कति राम्रो हजुरले पढाएको कति रेडियोमा प्रोग्राम चलाउनुहुन्थ्यो कि कसो हो आई वाज जर्नलिस्ट हो नि म टिभी जर्नलिस्ट पनि हो साथीहरू है ओके आई हेभ लट अफ भिडियो इन युट्युब च्यानल मैले चाहिँ खासमा टिभी जर्नलिस्ट एन्ड माई ब्याकग्राउन्ड खासै डिस्क्लोज गरेको थिइनँ ठिकै भन्नुभयो मैले नेपालको धेरैवटा चर्चित व्यक्तिहरूको भिडियोहरू इन्टरभ्यूहरू गरेको छु ओके बिफोर 3 or 4 years आई वाज इन काठमाडौँ एन्ड आई युज टु ह्याभ एन इन्टरभ्यू सेसन है ऋषि धमलादेखि लिएर होइन चर्चित पात्रको इन्टरभ्यू ऋषि धमलाको हो कि ल ठिक छ के भएन त्यो अरू कुराहरू भयो म एकजना साथीलाई यो पढ्नेको लागि मात्रै लिन्छु भनेको तपाईँहरू किन हो यस्तो शान्त भएर बसिदिनु भएको एकदम फ्रेस दीर्घायु तामाङ सर हेलो दीर्घायु तामाङ दीर्घायु सर प्लिज अनम्युट सर यहाँ धेरै छ कि सर गुड मर्निङ गुड मर्निङ के छ हाम्रो यहाँ त 15 जना छ कि ब्यारेकमा ल ठिकै छ मैले गरेँ हस् ल ओके शान्ति खाम्चा हेलो शान्ति म्याम हेलो सर गुड मर्निङ ओके गुड मर्निङ सो शान्ति म्याम म तपाईँलाई एउटा क्वेसन सोध्छु यो तपाईँले पढ्नु होला अनि टाइम हेर्नु होला है ओके हजुरले यो क्वेसन सोध्छु म फर्स्ट अफ अल तपाईँले पढ्नु पर्यो त्यसपछि म तपाईँलाई यसमा के बुझ्नुभयो के क्वेसनहरू गर्छु है त ठिक छ आर रेडी यस सर हाउ डु यु युजुअली डु आफ्टर वर्क प्लिज स्टार्ट यो पढ्नुहोस् हेलो शान्ति म्याम यस सर ओके यो पढ्नुहोस् न हजुरले हाउ डु यु युजुअली आफ्टर वर्क भनेपछि यो पढ्नुहोस् त हजुरले sir. After work, I usually go home and rest. It is a quite simple routine. I do this mainly because I am tired. Like I watch TV for a bit. I think resting really helps me relax. ओके फाइन यसमा आन्सर कहाँदेखि कहाँसम्म हो म्याम After work, I usually go home and rest. पर्फेक्ट एन्ड मलाई तपाईँले चाहिँ इक्जाम्पल कहाँनिर छ त्यो देखाइदिनुहोस् त इक्जाम्पल चाहिँ कहाँ छ Example, it is a quite simple route. I do this mainly because I am tired. Like I watch TV for a bit. त्यो हो म्याम इक्जाम्पल त्यस्तो लाग्यो हजुरलाई त्यो होइन है यहाँदेखि हेर्नुहोस् त इक्जाम्पलको कलर छ नि सेम कलर छ यहाँ पनि सेम कलर छ है ठिक छ Yes, sir. ओके हो अनि ओपिनियन चाहिँ यहाँ छ म्याम ओके इक्जाम दिनुभयो अस्ति हजुरले Nine first time, sir. फर्स्ट टाइम हो नो वरिज केही छैन तपाईँ सही ठाउँमा हुनुहुन्छ राम्रो तरिकाले मेहनत गर्नुहोस् है अन्य साथीहरूको पनि हेर्नुहोस् कसरी गर्नुहुन्छ अरू केही छ म्याम हजुरको भन्नुपर्ने कुरा सब ठिक छ सर बुझिरहेको छु हजुर छैन प्र्याक्टिस चाहिँ गर्छु हजुरले पढाउनु भएको चाहिँ राम्रो छ बुझेको छु हजुर हिजो फर्स्ट डेबाट हो है अस्ति हो सर ए ल ल ल हुन्छ 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 ठिक छ नबुझे भन्नु होला हुन्छ थ्याङ्क यू म्याम ओके सिमी हेलो सिमी लबन सिमी म्याम अनम्युट गर्नुहोस् फेरि सरी अनम्युट वन्स मोर Hello, sir. Good morning. गुड मर्निङ हाउ आर यु I'm fine, sir. Sir, Sir. मलाई के कन्फ्युजिङ लागेको त्यो चाहिँ जस्तै अब हामीले त्यो कहिले बोल्दा बोल्दै
अब त्यो हुन्छ नि त अब के भन्छ पार्ट 2 मा चाहिँ हामीले अब के अरे फर्मुला त सम्झिरहेको हुन्छ कहिलेकाहीँ त्यो बोल्दा बोल्दै त्यो 4वटा क्वेसनमा चाहिँ अब एउटा दुईटामा चाहिँ त्यो फर्मुला अनुसार भएन भने चाहिँ के त्यो आउँदैन हो B1 लेभलको आउँदैन हो मार्क्स यस्तो हुन्छ हो राइट क्वेसन जस्तो हामीले हिजोको क्लासमा डिस्कसन गरेको जस्तो कसरी ओभरअल बिहान हुन्छ भन्ने कुरा छ नि म्याम है हजुर सर हजुर तपाईँको के हुन्छ भने प्रत्येक पाठको कुरा हुन्छ जस्तो हामीले हिजो पार्ट 5 मा हेरेका थियौँ त्यहाँ तपाईँको के भएको छ भने लाइक पार्ट 5 मा कन्टेन्ट कम्युनिकेसन अर्गनाइजेसन यी कुराहरू थियो अब त्यसमा तपाईँको चाहिँ जस्तो 4वटा क्वेसन छ सपोज यहाँ तपाईँलाई सोध्ने 4वटा क्वेसन हो तपाईँले हजुर यहाँ कसरी चाहिँ B1 अचिभ गर्नुहुन्छ भन्ने कुरा है यसको ब्याकग्राउन्डमा जाउँ तपाईँले लाइक यसलाई चाहिँ B1 लेभलको गर्नुभयो हो हजुर यो B1 लेभलको बन्यो 4वटा B1 तपाईँको नबन्न सक्छ B1 बन्यो ओके ओके फाइन हजुर 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 सर अनि अनि त्यसपछि तपाईँको यो A2 बन्यो है हजुर ओके अनि यो B1 बन्यो भने 3टा B1 भयो तपाईँको अनि एउटा तपाईँको चाहिँ A2 भयो ओभरअलमा यो B1 बन्छ तपाईँको लाइक कस्तो हो त भने जस्तो हामीले हिजो फर्मुला गरेका थियौँ त्यहाँनिर जस्तो लाइक तपाईँको प्रत्येकलाई यसरी फोर्स अफन होइन 4 आउट अफ 3 त्यतिसम्म तपाईँले ल्याउनु पर्छ 4 आउट अफ 3 भनेको तपाईँको 4 आउट अफ 4 आयो भने त त्यो B1 बन्छ हो बुझ्नुभयो हजुर सर यस सर 4 आउट अफ 4 आयो भने B1 बन्छ 4 आउट अफ 3 आयो भने ओभरअलमा B1 बन्छ तर तपाईँको कुनै एउटामा A1 आइदियो भने त्यो B1 बन्दैन म्याम बुझ्नुभयो नि ओके सर ए 4 आउट अफ 2 आयो भने त्यो B1 बन्दैन है बुझ्नुभयो ओके जस्तो सर यसको फुल मार्क्स 4 यसको फुल मार्क्स 4 सबैको फुल मार्क्स 4 लाई तपाईँले सम्झिनु सजिलो तरिकाको लागि अनि तपाईँले 4 भनेको B1 हो 3 भनेको A2 हो ओके 1 र 2 भनेको A1 हो सम्झिनुहोस् है ठिक छ यस सर यस सर अनि जब तपाईँको कुनैमा पनि A1 बन्यो भने त्यो ओभरअल B1 बन्दैन अब हामीले कसरी पार्ट 5 सबै गरेर कसरी B1 ल्याउने भने पार्ट 1 मा ओभरअल B1 ल्याउने पार्ट 2 मा पनि ओभरअल B1 ल्याउने 3 र 4 पढेर B1 ल्याउने हो पार्ट 5 मा तपाईँको A1 हुनु भएन त्यहाँ पनि एटलिस्ट A2 सम्म हुनु पर्यो के है ओके सर अनि बल्ल चाहिँ त्यो भन्छ तपाईँहरु कन्फ्युज नहुनुस् सबैभन्दा राम्रो त पार्ट 5 गर्नुपर्ने रहेछ भनेर कन्फ्युज नहुनुस् है त हजुर सर सबै यो ल्याएर जानुपर्छ थ्यांक यू म्याम थ्यांक यू सर ओके र अब हामी लगभग धेरै समय यहाँ जोइन भइसकेका छौँ दीपिका म्यामको कुराहरू सुन्छु म दीपिका हेलो हेलो दीपिका हेलो सर नमस्ते नमस्ते दीपिका वेयर आर यु फ्रम हजुर सर नमस्ते सुनिरहेछ मेरो सर यस क्लियर आई एम फ्रम धनगढी वाउ धनगढी नेपाल ओके ओके सो आई अल्सो फ्रम धनगढी बट आई लिभ इन पोखरा राइट नाउ ठिक छ अनि डिड यु सबमिट एक्जाम लास्ट टाइम डिड यु अटेन्ड द एक्जाम दिनु भएको थियो Deepika ma'am, are you listening me? Deepika ma'am, your voice is not clear. हजुर भन्नुस् न के भन्नु खोज्दै हुनुहुन्थ्यो हजुरले हिजोबाट मात्रै जोइन भएको छ हजुरको क्लास राम्रो लाग्यो हजुर थ्यांक यू अनि मैले अघिल्लोचोटि दुईचोटि एक्जाम दिए हजुर एकचोटि चाहिँ 3 मा चाहिँ A2 आयो एउटामा चाहिँ दुईटैचोटि सेम रिजल्ट आयो फेरि रिडिङमा चाहिँ A1 मात्रै आयो सर अरूमा A2 आयो ओके ओके स्पिकिङमा कति के थियो म्याम हजुरको स्पिकिङमा A2 सर A2 छ तपाईको B1 आउँछ है अब A2 भएको साथीहरुले B1 ल्याउनुहुन्छ आई होप दैट आई होप सो तपाईहरुले स्पिकिङमा अनि रिडिङमा चाहिँ सर ए दुवैचोटि A1 मात्रै केमा रिडिङमा ओ A1 मात्रै हजुर त्यो तपाईले ग्रामरमा समस्या सुन्नुस् त
यो धेरै साथीहरूको यो प्रब्लम के हुन्छ भने ग्रामर छ नि त रिडिङमा ग्रामरको पार्ट छ त्यहाँ ग्रामर हेर्नुपर्छ अलिअलि जस्तो प्रिपोजिसनका कुराहरू छन् होइन त्यो सजिलो छ त्यो त टेक्निक थाहा नभएर होला त्यो म तपाईँलाई भनिदिउँला यो सकेपछि हामी स्पिकिङ सकेपछि हामी रिडिङमा आउने हो रिडिङ राइटिङ अथवा लिसनिङ केमा हुन्छ त्यो सजिलो छ तपाईँले चाहिँ प्रिपोजिसनहरू पढ्नुभयो आर्टिकलहरू पढ्नुभयो भने सकिन्छ टेन्सहरू पढ्न पर्दैन एकदम सजिलो छ तपाईँलाई त बिहानै ल्याउने बनाउँछु म उसमा त है हजुर सर अरू आइडियाज नभएर होला दुईचोटि स्यामै रिजल्ट आयो अरूमा चाहिँ तिनटैमा A2 अनि चाहिँ फेरि रिडिङमा चाहिँ A1 मात्रै ओके पर्फेक्ट ठिक छ त्यो टेन्सन नलिनुहोस् है सुधार हुन्छ है थ्याङ्क यू सर Okay, dear friends, we have a lot of time today. We have also been with a long time. हामीसँग लगभग 8:58 भएको छ तपाईँहरूसँग के कुराहरू छ भने च्याटमा राख्नु होला म च्याट हेर्छु अदरवाइज हामी छुटिनुपर्छ हामी क्लासमा साँझ भेट्नेछौँ तपाईँहरूको असाइनमेन्ट आउँछ है सबैलाई पार्ट 5 को र पार्ट 5 को सोध्छु मैले आज तपाईँहरूलाई फेरि द ग्रेट फर्मुला यु हेभ टु फलो द ग्रेट फर्मुला सूत्र अनुसार आउनु होला र के भन्नु छ भने च्याटमा बस्नु होला म तपाईँहरूलाई 2-3 मिनट समय दिन्छु च्याटमा लेख्नुहोस् अनि हामी फेरि डिस्कनेक्ट हुन्छौँ यु क्यान लिभ एज वेल है तपाईँलाई सबै कुराहरू क्लियर भएको छ भने लिभ गर्न सक्नुहुन्छ र नोट आउँछ तपाईँहरूको ग्रुपमा है थ्याङ्क यू